ल है साथी, आजै हामी दाजुभाइ चैसी टिप्न आएको छौँ। चैसी टिप्दैछौँ, चैसी बगानभित्र। उहाँ पनि यहाँ हुनुहुन्छ है, तपाईँले देख्दै हुनुहुन्छ होला। चैसी कसरी टिपिन्छ, के गरेर टिपिन्छ भनेर हामी तपाईँलाई देखाउँछौँ। र तपाईँहरूलाई हामीले जानकारी गराउँ, यो व्यापारको लागि होइन, खानाको लागि हो। अत्यन्तै टेस्टी हुन्छ यो चाहिँ। तपाईँहरूले इलाम, झापा, मोरङ, सुनसरी, धरान जहाँसुकैबाट तपाईँले सम्पर्क गर्नुहोस्, हामी तपाईँहरूले टेस्टको लागि पठाइदिन्छौँ। अब किनभने यो चाहिँ अब अत्यन्तै 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 अर्ग्यानिक हो। यो समुद्र सतहदेखि 3260 फिटको वरिपरिमा उत्पादन हुने चिज, यो फल्ने आफै फल्ने हो। यो तपाईँले तल लगेर रोपिँदैन, रोप्दा पनि उम्रिँदैन। र उहाँ दाइले टिप्दै हुनुहुन्छ। यो तरिकाले टिप्नुपर्छ। ल यहाँ हेर्नुहोस् त, उहाँले देखाउँदै हुनुहुन्छ तपाईँलाई। यो अलग्गै अलग्गै टिप्नुपर्छ। आगोको लागि पनि यो भाँच्यो भने एकै सालमा सिद्धिन्छ, अलग्गै टिप्यो भने फेरि पनि रहन्छ, जिन्दगीभरि नै रहन्छ। यो मर्ने चिज चाहिँ होइन है, बाँचिरहन्छ सालमा। यो किनकि अलैँची जस्तै हो, यो अमूल्य हो। अलग्गै टिप्यो भने आगोको लागि पनि हुन्छ। ल सुन्नुभयो नि तपाईँहरूले, जो टिप्न आउनुहुन्छ। तर यसको बरुले यो सामुदायिक वनभन्दा बाहिरको मानिसहरू आउनुभयो भने चाहिँ वनको अनुमति लिनु अत्यन्तै जरुरत छ। किनभने यो चाहिँ अब बिस्तारै यसले अब उनलाई लिन सक्छ। किनभने अब यो वनको आय स्रोत पनि बन्न सक्छ होइन। अहिलेसम्म चाहिँ अब नीति नियम नबनेको कारणले गर्दाखेरि, नबनाएको कारणले गर्दाखेरि पनि यो जो आए उसैले टिपेर लान पाउने सिस्टम छ। अब यो फल हो, अहिले तपाईँ हामीले प्रचार प्रसार गर्दैछौँ। अब यसलाई तपाईँहरूले पनि टेस्ट गर्नुहोस्, प्रयास गर्नुहोस्, आउनुहोस् तपाईँहरू। अबको सिजन हो तपाईँहरूले आउने यो क्षेत्रमा। यो क्षेत्रमा आउँदाखेरि तपाईँहरूले पाउनुहुन्छ। ट्रेकिङ गरेर आउनुहोस् होइन, हाइकिङमा आउनुहोस् तपाईँहरू। हाइकिङमा आउँदाखेरि तपाईँहरूले यो चैसी भनेको कहाँ पाउँछ भनेर वरिपरिका मानिसहरूले सोध्नुहोस् न। तपाईँले यो चैसी भनेर तपाईँले लिएर जान पाउनुहुन्छ। यदि तपाईँ ट्रेकिङ गर्दै आउँदै हुनुहुन्छ भने तपाईँले कसैसँग अनुमति लिनु पर्दैन। किन अनुमति लिनु पर्यो? तपाईँ आउनुहोस् है। यसको चाहिँ अब हामी प्रबन्धन गरौँ मिलेर, यसलाई बजार पुऱ्याउँ। यो त्यतिकै खेर गइरहेको फललाई हामीले बजारमा पुर्याउँदाखेरि हरेक चाहिँ नागरिकहरूले यसलाई टेस्ट गर्न पाउँछ, खान पाउँछ, यसको स्वाद लिन पाउँछ। यो खाएर चाहिँ स्वस्थ तन्दुरुस्त बन्न पाउँछ भने हामी किन चाहिँ नदिने है। ल सम्पर्क गर्नु होला, आउनु होला तपाईँहरू। यो चाहिँ अब छेन्ताबु भन्छ यसलाई। छेन्ताबु भन्दा पनि के पो भन्छ दाइ यो ठाउँलाई त? चैसी भन्छन्। यो पाँचथरपट्टि हो। फेरि इलामका साथीहरूले इलामतिर भनेर नरिसाउनु होला है। यो चाहिँ पाँचथर हो, हेर्नुहोस् पाँचथरको गाउँहरू देखिरहेको छ है। ल है साथी हो, अब चाहिँ हामी तपाईँहरूबाट बिदा भयौँ। यसको विस्तृत विवरण पनि देखायौँ। अब यो चैसी हेर्नुहोस् त। ल साथी हो, यो चाहिँ तपाईँहरूले पनि टेस्ट गर्नु होला है त। यो अत्यन्तै एकदम मिठो फल हो यो। बाई बाई, नमस्ते। यो चैसी बगानमा चैसी यस्तो लाग्दो हुन्छ, किनकि टिपाइ यस्तो हुन्छ, यसो टिपिन्छ। किनकि अब सालमा एकचोटि मात्रै फल्छ। खाँदाखेरि सबैको जिब्रो पनि स्वादिलो हुन्छ, खाँदा पनि टेस्टी हुन्छ। यो तरिकाले टिपिन्छ। हेर्नुहोस् है, यो बगान हो, चैसी बगान हो। चैसी खानुहोस्, जतासुकै पाउँदैन। यो पाँचथरको यो चैसी भन्ज्याङमा मात्र पाउँछ, अरू ठाउँ पाउँदैन। अरू ठाउँ बगान भेटिँदैन, म देखेको छुइनँ। सायद चारखोलतिर होला कुनै ठाउँ, र अरू बगानमा, अरू सामुदायिक वनमा पाउँदैन। यो पाँचथरको बगानमा, वनमा मात्रै छ। यो एक ठाउँ मात्रै छ, अरू ठाउँ छैन। फेरि यो मात्र हो चैसी भन्ज्याङ हो। यसको नाम हो चैसी भन्ज्याङ। चैसी डाँडा पनि भन्छ, चैसी भन्ज्याङ पनि भन्छ यो। तर खानुहोस्, यो हेर्नुहोस्, सालमा एकचोटि मात्रै फल्छ। यो तरिकाले टिप्नुपर्छ। भाँचियो भने एकै सालमा जान्छ, टिप्यो यो तरिकाले टिप्यो भने सधैँभरि रहन्छ। यो मरेर जाने छैन, झुकझुक रहन्छ। यसरी नै हो यो फलै। ल हेर्नुहोस् त, यही अगाडि यो चैसी बगान हो। म तपाईँलाई देखाइरहेको छु। यति सुन्दर दृश्यहरू पनि छ। दृश्यहरू पनि तपाईँले अवलोकन गर्नु होला। हामी पाँचथरपट्टि नै छौँ है। यो तपाईँ हेर्दै हुनुहुन्छ है, पाँचथरको क्षेत्रमा छ। हामी चाहिँ यो चैसी पर्यटनको लागि पनि अत्यन्तै तपाईँहरूलाई आउन अनुरोध गर्दछौँ। र यो क्षेत्रमा तपाईँ ट्रेकिङ मार्फत, हाइकिङ मार्फत आउनुभयो भने तपाईँले अहिले पाउनुहुन्छ। अब यो असोज कार्तिकदेखिको फागुन महिनासम्म रहने भएको कारणले गर्दाखेरि चैसी पर्यटनहरूको लागि अत्यन्तै राम्रो छ। र यहाँ हेर्दै हुनुहुन्छ तपाईँले, उहाँ दाइले टिप्दै हुनुहुन्छ। यसरी टिपिन्छ र यसलाई जोगाउनु पऱ्यो। टिप्दाखेरि पनि तपाईँको जतासुकै हामीले भाँचेर, हाँगा भाँचेर होइन, यसलाई निमटेर, चुडाएर, मारेर होइन। यो चाहिँ टक 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 जसरी उहाँले हेर्दै हुनु, तपाईँले देख्दै हुनुहुन्छ नि, त्यो फल ठ्याक ठ्याक चुडाउनुपर्छ
हो यो त्यसरी तरिकाले पनि खान सकिन्छ है। यसको आफ्नै टेस्ट छ, आफ्नै स्वाद छ। उहाँ हेर्नु त, अब यो अमिलो हुन्छ, यो स्वास्थ्यको लागि अत्यन्तै राम्रो। यो ल अर्गानिक हो, अर्गानिक हेर्नुहोस् है। एकदम अर्ग्यानिक हो, उहाँले पनि भन्दै हुनुहुन्छ। तपाईँले विश्वास नगरी ल हेर्नुहोस् त, यी यस्तो दामी फलेको हुन्छ। यो चाहिँ एकदम, यो चाहिँ फल हो, यी चैसीको फल हो, यो चाहिँ चैसीको फल हो र यो चाहिँ चैसीको बोट हो यी। र दर्शक महानुभावहरू, तपाईँहरू पनि यदि चैसी पर्यटनको लागि आउनुहोस्, हाइकिङ गर्नुहोस्। तपाईँले अब झापा, मोरङ, त्यस्तै गरी सुनसरीका साथीहरूले चाहिँ तपाईँको यो यात्रालाई, यो ट्रेकिङ यात्रालाई, यो हाइकिङ यात्रालाई चाहिँ तपाईँहरूले इलामबाट सुरु गर्नुपर्छ। इलामको बाखर भन्ज्याङबाट झरिसकेपछि तपाईँहरूले बाखर भन्ज्याङबाट चाहिँ त्यहाँबाट तपाईँले लोहाकिलको ट्रेकिङ यात्रा सुरु गर्नुपर्छ। लोहाकिल निस्केपछि तपाईँ चाहिँ सुकेपोखरी भन्ने ठाउँमा त्यहाँ होमस्टेहरू छ, तपाईँ त्यहाँ बस्न सक्नुहुन्छ। त्यहाँबाट आइसकेपछि तपाईँले बिखेमा कन्ट्याक्ट गरेर बिखेमा बस्न सक्नुहुन्छ। यदि बिखेमा छैन भने चाहिँ तपाईँहरूले समयमै चाहिँ परबाट हिँड्नुपर्छ। र त्यहाँबाट तपाईँहरू हिँडिसकेपछि सुकेपोखरीबाट हिँडिसकेपछि तपाईँले ठाउँ पाउनुहुन्न, किनकि व्यवस्थापन छैन। बिखेमा कहीँ बस्ने ठाउँहरू भेटिन्न। र त्यहाँबाट तपाईँले नभेटेपछि यो चैसी भन्ज्याङ भन्ने कहाँ हो भनेर सोध्नुहोस्, तपाईँले त्यहाँका मानिसहरूले देखाउँछ। र यो चैसी भन्ज्याङमा तपाईँले आएर यो चैसी टिपेर, चैसीको स्वाद खाएर लिएर पनि तपाईँ बस्न सक्नुहुन्छ। भुसपाते गएर भुसपातेपछि तपाईँ फर्किन सक्नुहुन्छ। इलाम झरेर पनि तपाईँले यातायातको माध्यमबाट फर्किन सक्नुहुन्छ। र आदरणीय मित्रहरू, आउनुहोला हाम्रो क्षेत्रलाई पर्यटनको लागि। यो छेन्ताबु अत्यन्तै अब पर्यटनको लागि सुन्दर ठाउँ छ। अब यसलाई फाल्गुन नन्द ट्रेलले पनि सुरुवाती भएको कारणले गर्दाखेरि यो ठाउँ घुम्नु होला, आउनु होला। यहाँबाट मनमोहक दृश्यहरू देखिन्छ। तपाईँको हामी कञ्चनजङ्घा हिमाल देख्न सक्छौँ। त्यस पछाडि फक्ताङलुङ कुम्भकर्ण देख्न सक्छौँ। गौरीशङ्कर हिमाल देख्न सक्छौँ। माउन्ट एभरेस्ट पनि हामी देख्न सक्छौँ। यहाँ तपाईँले यो स्क्रिनमा देख्दै हुनुहुन्छ, अगाडि केही हिमाल देखिरहेछ, तर यो चाहिँ तपाईँको बादल लागेको कारणले प्रष्ट देखिएको छैन। र मित्रहरू, यही चैसी प्रवर्धनको लागि र चैसी पर्यटनको लागि तपाईँहरू आउनुहोला। र अब यसलाई तपाईँहरूले जतिसक्दो बिजनेसको लागि लान पाउनुहुन्न, पारिवारिक युजको लागि चाहिँ लान पाउन सक्नुहुन्छ है मित्रहरू। सम्झिनु होला। धन्यवाद। जाडो पनि भयो, दाइले आगो फुक्नुभयो, आगो फुक्ने कार्यक्रम भयो। अब आगो फुकिन्छ, आगो तापिन्छ मजासँगले है डाँडामा। ओहो, सुलुलुवा हात्ती खुलुलु भन्छ है। ओहो, आगो तापेर चाहिँ चैसी भन्ज्याङमा आगो तापेर मजा मस्ती गरौँ ल। आजको दिनलाई हल्का रमाइलो। चिसो भयो साथी हो, चिसो होइन। अब टिपेर ल्यायो। अब चिया खाने, चिया छ, खाजा खाने, अनि ज्यान बनाउने। इसले यो आज यति मैले टिपेँ। यसमा पनि पुरा छ। साह्रै चिसो भएर आज मग चाहिँ बिर्सिएछ। मग नभएर अलिक समस्या साथी हो। यो भन्छ डाँडाको बसाइ। यसरी आगो ताप्यो, बस्यो। उता देखिएन तपाईँको, यता बस्नु त उता अनुहार देखिएन। पाँचथर यता पाँचथर, यता हामी चारखोल भन्छौँ इलाम जिल्लालाई। यहाँ बोर्डर लाइनमा हामी साथी हो। अब आगो बाल्ने, आगो ताप्ने, अनि आगो निभाउने, अनि जाने। चिया ल्याएको छु, खाजा। अब दाइले खाजा बोक्नु भएको छ, चिया पनि ल है साथी हो। आजको हाम्रो चैसी टिप्ने प्रोग्राम थियो। ल अब खाजा खायो। अब चिया त्यहाँदेखिको आगो तापेपछि ज्यान तात्यो। अब ल
हाम्रो दाइले हेर्नु त आगो फुक्नुभयो आगो तापै छ। अब हाम्रो हामी चिया छ खाजा छ त्यति टिप्यो। मैले त्यति टिपेँ दाइले पनि टिप्नु भएको छ यो झोलामा। दाइले त्यति टिप्नुभयो हाम्रो भारी पुग्यो। अब खाजा साजा खाने हो अनि जाने हो हामी। ल है साथी हो अब यस्तै छ चिसो मौसम केही देख्नु छैन। यता इलाम जिल्ला अहिले त 5 तरले पनि बिहोरा देखाउन थाल्यो पुरा केही छैन। मजाले दाइले आगो ताप्दै हुनुहुन्छ। ल साथी हो अब हामी आजको यति नै भिडियो। धन्यवाद।